सम्मत 2074 सालको ऐन नम्बर 1 बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावना मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्वर्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्नका लागि बैंक वा वित्तीय संस्थाको स्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी प्रचलित कानुनमा संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा 296 को धारा 1 बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको छ। परिच्छेद 1 प्रारम्भिक दफा 1 संक्षिप्त नाम विस्तार र प्रारम्भ उपदफा 1 यस ऐनको नाम बैंक वा वित्तीय संस्था सम्बन्धी ऐन 2073 रहेको छ। उपदफा 2 यो ऐन नेपाल राज्यबाट लागू हुनेछ र नेपालमा स्थापित बैंक वा वित्तीय संस्थाले नेपाल बाहिर खोलेको शाखा वा सम्पर्क कार्यालय समेतमा लागू हुनेछ। उपदफा 3 यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। 2 परिभाषा विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा अदालत भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको सहमतिले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनुपर्छ। अध्यक्ष भन्नाले सञ्चालक समितिको अध्यक्ष सम्झनुपर्छ र सो शब्दले कार्यकारी अध्यक्ष समेतलाई जनाउँछ। इजाजत पत्र भन्नाले राष्ट्र बैंकले यस ऐन बमोजिम बैंकिङ तथा वित्तीय कारोबार गर्न बैंक वा वित्तीय संस्थाको नाममा जारी गरेको इजाजत पत्र सम्झनुपर्छ। इजाजत पत्र प्राप्त कारोबार भन्नाले बैंक वा वित्तीय संस्थाले यस ऐन बमोजिम इजाजत पत्रले गरेको बैंकिङ वा वित्तीय कारोबार सम्झनुपर्छ। इजाजत पत्र प्राप्त संस्था भन्नाले यस ऐन बमोजिम बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको बैंक वा वित्तीय संस्था सम्झनुपर्छ। उल्लेख्य स्वामित्व भन्नाले कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिली संयुक्त रूपमा कुनै बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको 2% वा सोभन्दा बढी सेयर लिएको वा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनुपर्छ। ऋणी भन्नाले बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनुपर्छ। कर्जा भन्नाले बैंक वा वित्तीय संस्थाले व्यक्ति, फर्म, कम्पनी, संस्था वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित अवधिभित्र सावा ब्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति, कर्जाको ब्याज वा अन्य दस्तुर, पुनर्कर्जा, कर्जाको पुनर्संरचना र नवीकरण, कर्जा चुक्ताका लागि जारी गरिएको जमानी तथा अन्य वचनबद्धता सम्झनुपर्छ र सो शब्दले राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गरी तोकिदिएको कुनै किसिमको ऋण समेतलाई जनाउँछ। कार्यकारी प्रमुख भन्नाले बैंक वा वित्तीय संस्था सञ्चालनको जिम्मेवारी पाएको प्रमुख कार्यकारी अधिकृत सम्झनुपर्छ र सो शब्दले बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखको रूपमा काम गर्ने कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक समेतलाई जनाउँछ। कार्यालय भन्नाले बैंक वा वित्तीय संस्थाको रजिस्टर तथा केन्द्रीय कार्यालय सम्झनुपर्छ। सो शब्दले बैंक र वित्तीय संस्थाको नेपाल वा नेपाल बाहिर रहेको शाखा कार्यालय तथा विदेशी बैंक वा वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय समेतलाई जनाउँछ। खुद सम्पत्ति नेटवर्थ भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातमा रहेको सम्पत्तिको कुल जोडमा बाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम सम्झनुपर्छ। गैर कार्यकारी सञ्चालक भन्नाले बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालक सम्झनुपर्छ। चल्ती खाता भन्नाले ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हर हिसाब लेखिएको खाता सम्झनुपर्छ। चुक्ता पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाले जारी भएको पुँजीमध्ये सेयरधनीको तर्फबाट चुक्ता भएको पुँजीको अंश सम्झनुपर्छ। जोखिम भारित सम्पत्ति भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्र र वासलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनुपर्छ। तरल सम्पत्ति भन्नाले बैंक वित्तीय संस्थाको नगद मौजदात, चल्ती खातामा रहेको मौजदात, राष्ट्र बैंकमा रहेको मौजदात र राष्ट्र बैंकले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिदिएको बैंक र वित्तीय संस्था सम्बन्धी सम्पत्ति सम्झनुपर्छ। तोकिए वा तोकिए बमोजिम भन्नाले यस ऐन अन्तर्गत बनेका नियम वा विनियममा तोकिए वा तोकिए बमोजिम सम्झनुपर्छ।
धितोपत्र भन्नाले बैंक वा वित्तीय संस्था वा सङ्गठित संस्थाले जारी गरेको सेयर, स्टक, बन्ड, डिभेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा सङ्गठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचतपत्र वा बन्ड सम्झनुपर्छ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकार पत्र समेतलाई जनाउँछ। नियमावली भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम बनाइएको बैंक वा वित्तीय संस्थाको नियाली सम्झनुपर्छ। निक्षेप भन्नाले ब्याज वा बिना ब्याज दिने गरी बैंक वा वित्तीय संस्थाको चल्ती, बचत र मुद्दती खातामा ग्राहक मार्फत जम्मा भएको रकम सम्झनुपर्छ र सो शब्दले राष्ट्र बैंकले समयमा निर्धारण गरे बमोजिम बैंक वा वित्तीय संस्थाले बैंकिङ तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकम समेतलाई जनाउँछ। निक्षेप सुरक्षण भन्नाले दफा 108 बमोजिम निक्षेपको सुरक्षा एवं त्यस्तो निक्षेपको सुरक्षण गर्ने कार्य सम्झनुपर्छ। पदाधिकारी भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव र कुनै विषयमा निर्णय गर्ने अख्तियारी प्राप्त अधिकृत स्तरको कर्मचारी सम्झनुपर्छ। परिवार भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबुआमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नुपर्ने दाजु, भाइ, बुहारी र दिदी बहिनी सम्झनुपर्छ। तर सो शब्दले अंशबन्डा गरी मानव छुट्टै आफ्नो पेसा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन। पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी सम्झनुपर्छ। पुँजीकोष भन्नाले राष्ट्र बैंकले तोके बमोजिमको बैंक वा वित्तीय संस्थाको प्राथमिक पुँजी र पूरक पुँजीको योग सम्झनुपर्छ। सो शब्दले राष्ट्र बैंकले समयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ। पूर्वाधार विकास बैंक भन्नाले दफा 49 को उपदफा 5 मा उल्लिखित वित्तीय कारोबार गर्न संस्थापना भएको पूर्वाधार विकास बैंक सम्झनुपर्छ। प्रतिपत्र भन्नाले कुनै एक बैंक वा वित्तीय संस्थाले कुनै अर्को बैंक वा वित्तीय संस्थाको नाममा कुनै व्यक्तिको निश्चित रकम लेखामेसम्मको चेक, ड्राफ्ट वा विनिमय पत्र स्वीकार गर्नु भनी लेखेको पत्र सम्झनुपर्छ। प्रबन्ध पत्र भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम बनाइएको बैंक वा वित्तीय संस्थाको प्रबन्ध पत्र सम्झनुपर्छ। प्राथमिक पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजी, सेयर प्रिमियम, फिर्ता नहुने अपराधिकार सेयर, साधारण सेयर, कोष र सञ्चित नाफा नोक्सान शीर्षकमा रहेको रकम सम्झनुपर्छ। सो शब्दले राष्ट्र बैंकले समयमा प्राथमिक पुँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ। प्राप्त गर्ने संस्था भन्नाले यस ऐन बमोजिम इजाजत पत्र प्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैंक वा वित्तीय संस्था सम्झनुपर्छ। प्राप्ति गर्ने एक्विजिसन भन्नाले एउटा इजाजत पत्र प्राप्त संस्थाले अर्को इजाजत पत्र प्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्वको हर हिसाब गरी इजाजत पत्र प्राप्त संस्थाको कानुनी हैसियत समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व समेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछ। बचत खाता भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा बचतको निमित्त राखेको रकमको हर हिसाब लेखिएको खाता सम्झनुपर्छ। बैंक भन्नाले दफा 49 को उपदफा 1 बमोजिमको बैंक वा वित्तीय कारोबार गर्न संस्थापना भएको सङ्गठित संस्था सम्झनुपर्छ र सो शब्दले नेपालमा रहेको विदेशी बैंकको शाखा कार्यालय, नेपालमा स्थापित बैंकले नेपाल बाहिर खोलेको शाखा कार्यालय तथा दफा 49 को उपदफा 5 बमोजिम कार्य गर्ने पूर्वाधार बैंक र सोको शाखा कार्यालय समेतलाई जनाउँछ। बैंकिङ तथा वित्तीय कारोबार भन्नाले दफा 49 बमोजिमको बैंकिङ तथा वित्तीय कारोबार सम्झनुपर्छ। बोनस सेयर भन्नाले बैंक वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पुँजीकरण गरी सेयर धनीलाई अतिरिक्त सेयरको रूपमा जारी गरेको सेयर सम्झनुपर्छ र सो शब्दले बचत वा अन्य कोषलाई पुँजीकरण गरी सेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ। मुद्दती खाता भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतया निक्षेप झिक्न नपाउने गरी जम्मा गरिराखेको रकमको हर हिसाब लेखिएको आवधिक खाता सम्झनुपर्छ। राष्ट्र बैंक ऐन भन्नाले नेपाल राष्ट्र बैंक ऐन 2058 सम्झनुपर्छ। राष्ट्र बैंक भन्नाले नेपाल राष्ट्र बैंक सम्झनुपर्छ। लक्षित संस्था भन्नाले यस ऐन बमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत समाहित हुन सक्ने इजाजत पत्र प्राप्त संस्था सम्झनुपर्छ। लेखापरीक्षण समिति भन्नाले दफा 60 बमोजिमको लेखापरीक्षण समिति सम्झनुपर्छ। लाभांश भन्नाले बैंक वा वित्तीय संस्थाले यस ऐन तथा प्रचलित कानुन बमोजिम दिने नगद लाभांश, अन्तरिम लाभांश वा बोनस सेयर सम्झनुपर्छ।
लिक्विडेटर भन्नाले बैंक वा वित्तीय संस्था खारेजी गर्ने काम कारबाही गर्न अदालतको आदेश वा साहुहरूको सभाबाट पारित प्रस्ताव बमोजिम नियुक्त व्यक्ति सम्झनुपर्छ र सो शब्दले लिक्विडेसनको काम गर्ने कार्य समेतलाई जनाउँछ। लिजिङ भन्नाले निश्चित अवधिका लागि चलअचल सम्पत्ति स्वामित्व इजाजत पत्र प्राप्त संस्थासँगै रहने गरी भोगाधिकार मात्र प्राप्त गरी शोभापत निश्चित समय तालिका ग्राहकबाट रकम बुझाउने सम्झौता बमोजिमको कार्य सम्झनुपर्छ। वसलात बाहिरको कारोबार भन्नाले बैंक वा वित्तीय संस्थाले दायित्व बिहोर्नुपर्ने सम्भाव्यता भएको प्रतिपत्र, जमानत पत्र, स्वीकार पत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनुपर्छ र सो शब्दले राष्ट्र बैंकले समयसम्ममा तोकिदिएको उपकरणको कारोबार समेतलाई जनाउँछ। वित्तीय संस्था भन्नाले दफा 49 को उपदफा 2, 3 वा 4 बमोजिमको बैंकिङ वा वित्तीय कारोबार गर्न संस्थापना भएको संगठित संस्था सम्झनुपर्छ र सो शब्दले विकास बैंक, वित्त कम्पनी, लघु वित्त संस्था वा विदेशी वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालय समेतलाई जनाउँछ। वित्तीय स्वार्थ भन्नाले सञ्चालक 1% वा सोभन्दा बढी सेयर लिएको सेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी र सङ्गठित संस्थाले कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाको चुक्ता पुँजीको 10% र सोभन्दा बढी हुने गरी छुट्टै वा संयुक्त रूपमा सेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरूको 10% र सोभन्दा बढी सेयर समेत रहेको संस्थामा रहेको निजहरूको स्वार्थ बुझ्नु सम्झनुपर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा वित्तीय कारोबारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ। विदेशी बैंक वा वित्तीय संस्थाको शाखा भन्नाले नेपालमा शाखा कार्यालय खोली बैंकिङ तथा वित्तीय कारोबार गर्न यस ऐन बमोजिम राष्ट्र बैंकबाट स्वीकृति प्राप्त कुनै बैंक वित्तीय संस्थाको शाखा सम्झनुपर्छ। विद्युतीय कारोबार भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा त्यस्तै प्रकारका अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबार सम्झनुपर्छ र सो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सिङ मेसिनको माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट र क्रेडिट कार्डहरूबाट हुने कारोबार समेतलाई जनाउँछ। विवरण पत्र भन्नाले बैंक वा वित्तीय संस्थाले दफा 8 बमोजिम प्रकाशन गर्नुपर्ने विवरण पत्र सम्झनुपर्छ। शाखा कार्यालय भन्नाले बैंक र वित्तीय संस्थाको नेपाल वा नेपाल बाहिर रहेको शाखा, उपशाखा, प्रशाखा, इलाका प्रतिनिधि वा सम्पर्क कार्यालय तथा विदेशी बैंक वा वित्तीय संस्थाको नेपालमा रहेको शाखा वा प्रतिनिधि वा सम्पर्क वा जुनसुकै कार्यालय सम्झनुपर्छ। सेयर भन्नाले बैंक वित्तीय संस्थाको सेयर पुँजीको विवादित अंश सम्झनुपर्छ। सेयरधनी भन्नाले बैंक वा वित्तीय संस्थाको सेयरमा स्वामित्व भएको व्यक्ति सम्झनुपर्छ। सञ्चालक भन्नाले सञ्चालक समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष र वैकल्पिक सञ्चालक समितिलाई जनाउँछ। सञ्चालक समिति भन्नाले दफा 14 बमोजिम गठन भएको सञ्चालक समिति सम्झनुपर्छ। संस्थापक भन्नाले यस ऐन बमोजिम बैंक वित्तीय संस्था स्थापना गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा कस्तो कम्तीमा 1 सेयर लिन मन्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्छ। सम्बद्ध व्यक्ति भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजको परिवारको उल्लेख्य स्वामित्व रहेको कुनै फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी वा संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी, संस्था वा सोमा उल्लेख्य स्वामित्व राख्ने सोको हिताधिकारी सम्झनुपर्छ। स्वतन्त्र सञ्चालक भन्नाले दफा 14 को उपदफा 3 बमोजिम स्वतन्त्र सञ्चालकको पदमा नियुक्त व्यक्ति सम्झनुपर्छ। स्वैच्छिक खारेजी भन्नाले परिच्छेद 11 बमोजिम बैंक वित्तीय संस्थाको स्वैच्छिक खारेजी हुने अवस्था सम्झनुपर्छ। साहु भन्नाले बैंक वित्तीय संस्थाले तिर्नु बुझाउनु पर्ने व्यक्ति वा सङ्गठित संस्था सम्झनुपर्छ। सो शब्दले खारेजीको प्रयोजनका लागि निक्षेपकर्ता तथा डिभेन्चर होल्डरलाई समेत जनाउँछ। हाइपोथिकेसन कर्जा भन्नाले मालवस्तु स्टकको भोगाधिकार सम्बन्धी ऋणीमै कायम राखी सोको धितोमा बैंक वित्तीय संस्था र ऋणीबीच सम्झौता भई प्रवाह गरिएको कर्जा सम्झनुपर्छ।